अखण्डमण्डलाकारं व्याप्तयेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। नारायणं नमस्कृत्यं नरो चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। राधे राधे, यहाँलाई स्वागत छ। हामी एकादश स्कन्धमा छलफल गरिरहेका छौँ। भागवतमा दशम स्कन्धलाई मुटु भनिन्छ, हृदय भनिन्छ भने हृदयको ज्ञानपछि मात्रै वैराग्यमा जाने हुँदा एकादश स्कन्धलाई वेदान्त स्कन्ध भनिन्छ। दशम स्कन्धको ज्ञान नभइकन 11 स्कन्धमा पुग्न सकिँदैन। 11 स्कन्धको ज्ञान नभइकन प्रभुको चरणमा पर्न सकिँदैन। त्यसकारणले हामी एकादश स्कन्धलाई हामी यथोमति छलफल गरिरहेका छौँ। पूर्ववत रूपमा हामीले जब कृष्ण भगवान आफ्नो स्वधाम गमन गर्नको लागि सबैलाई प्रवास क्षेत्रमा लिएर जानुहुँदैछ, त्यतिखेर चाहिँ अन्य भक्त हुनुहुन्छ उद्धवजीले चाहिँ मलाई पनि प्रभुसँग लिएर जानुहोस् भन्नुहुन्छ। किनकि अब हजुर यहाँबाट आफ्नो लोक गमन गर्नुभएपछि यहाँ कलीको प्रभाव पर्नेछ। कलीले गर्दा भक्तहरूलाई टिक्न गाह्रो हुनेछ, अत मलाई पनि लैजानुहोस् भनेपछि कृष्ण भगवानले जुन चाहिँ तत्त्वज्ञान बुझाउनुहुन्छ त्यो चाहिँ हामीले अस्तिको भागमा सुरु गरेका थियौँ। यसलाई वैराग्यको ज्ञान हामी भन्दै अगाडि आएका छौँ। तिमी आफूमा भएको सबै सम्बन्धलाई त्यागेर आफ्नो मनलाई मेरो चिन्तनमा लगायो भने तिमी मोक्ष हुन्छौ। मेरो हृदयमा आफ्नो मनमा सबै कुरालाई संयम पारी मलाई नै बुझाऊ र तिमी तीर्थाटनमा लाग, तीर्थहरूको सेवन गर, तीर्थ सेवा गर, तिमी यसै पनि मुक्त हुनेछौ भन्नुभएपछि साँच्चै त्यसो गर्न के गर्नुपर्छ त भन्ने क्रममा भगवानले भन्दै हुनुहुन्छ, इदिदं मनसा वाचा चक्षुभ्यां श्रवणादिवि नास्वरं गृह्यमाणं च वृद्धिं माया मनोमयम्। इदिदं मनसा भनेको मनले सोचेका कुराहरू। अब यसमा चाहिँ तपाईले विचार गर्नुभयो भने सबभन्दा छिटो हिँड्ने, सबभन्दा छिटो गति भएको मन हुन्छ। छिनमा हामी अमेरिका पुग्न सक्छौँ, छिनमा सगरमाथा पुग्न सक्छौँ, फेवाताल जहाँ पनि पुग्न सक्छौँ। यो मनले जुन कुरा सोच्छ त्यो सधैँ रहिरहँदैन। अहिले सोचेको कुरा एकछिन पछाडि यसले नवीन सोचाइमा पुग्छ। त्यसकारणले मनले सोचेका कुराहरू सबै स्थायी छैनन् भन्ने पहिला कुरा हामीले बुझ्नुपर्छ। दोस्रो वाचा, वाणी यानि कि मुखबाट जुन शब्द निक्लिन्छ त्यो वाणी प्रयोग गरेर जुन चाहिँ कुरा हामीले गर्छौँ त्यो पनि स्थायित्व छैन। अहिले मलाई भोक लागेको छ, खाना ल्याऊ भन्दै गर्दा केही समयपछि खाना मन नलाग्ने हुन पनि सक्छ। अत यो खाना किन ल्यायो? वाणीले जहिले पनि राम्रो कुरा गर्न खोजे पनि यसले सधैँ राम्रो गर्न सक्दैन। यसले विविध परिप्रेक्ष्यमा जुन वाणी इन्द्रिय छ, वचनको इन्द्रियले हामीलाई डोराएको हुँदा
हामी एउटै कुरामा अडेक हुन सक्दैनौँ। त्यसै चक्षु आँखा, जुन हाम्रो बाहिरी आँखा देखिन्छ, त्यो आँखाले हेर्ने कुरामा पनि सधैँ स्थायित्व हुँदैन। मान्नुहोस्, आज हामीले 1000 को नोट हेर्न खोज्यौँ भने भोलि त्यसले अलि ठुलो 1000 का धेरैवटा नोट हेर्न खोज्छ, त्यसपछि अझ धेरै। आज एउटा फलफुल हेर्छ, भोलि 2वटा, पछि 3वटा। आज एउटा घर हेर्छ, भोलि 2वटा, 3वटा। भनेको आँखाले जुन देख्ने कुरा छ, दृश्यमान कुरा छ, यो पनि निश्चित छैन। अस्ति प्राकृतिक प्रकोपभन्दा अगाडि राम्रो भएको घर प्राकृतिक प्रकोपपछि त्यो छैन। 72 सालको भूकम्प अगाडि धरहरा जस्तो थियो, त्यो अहिले अवस्थामा भत्केको छ। त्यसकारण दृश्यमान कुराहरू सधैँ एउटै अवस्थामा रहँदैनन्। श्रवण, कानले सुन्ने कुरा पनि सधैँ एउटै हुँदैनन्। कहिले त्यही व्यक्तिबाट मिठो कुरा, आफ्नो सम्मानमा कुरा सुनिन्छ भने कुनै समयमा उसले पनि आफ्नै कुरा काटेको सुनिन्छ। यी श्रवणादि इन्द्रियहरूले जे गर्छन्, हाम्रा पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रियले जुन कुरा अनुभव गर्छन्, त्यो सबै नाशवान छ। यो चिरस्थायी होइन। त्यो सपना जस्तै हो। जसरी हामीले निदाएको बेलामा सपना देख्छौँ, बिउजिएपछि त्यहाँ केही पनि छैन। हामी आलिशान बङ्गलामा बसेका छौँ, सुनका गहना लाएका छौँ, देख्दै गर्दा भोलिपल्ट बिउजिएपछि त्यो केही पनि रहँदैन। हामी छाप्राको छाप्रामै रहन्छौँ। त्यसकारणले यी सबै इन्द्रियगामी ज्ञान चाहिँ के हुन्छ? सपना जस्तै हो, यो माया हो वा यसलाई मिथ्या हो भन्न मिल्छ। कस्तो हो रे भन्दाखेरि, जब हामी मरुभूमिमा डुल्दै गर्दा एकदम धेरै प्यास लाग्छ र हामीले टाढा देख्दा पानीको आवाज हुन्छ। तर जब पानीको आवाज भएपछि नजिक जान्छौँ, त्यहाँ पानी पनि हुँदैन र त्यहाँको बालुवा भिजेको पनि हुँदैन। त्यसकारणले यी हाम्रा इन्द्रिय चाहिँ यस्ता हुन्छन् जो सपना जस्तै मिथ्या छ र यसले हामी भित्र रहेको परमात्मालाई छुँदैन, केही पनि यसको संसर्गमा आउँदैन। यसलाई नै तिमीले निश्चित मानेर भ्रममा पर्यौ भने यसले तिमीलाई पागल झैं बनाउँछ। तिमीलाई जुन भान पार्छ यसले, त्यो भ्रम मात्रै हो। भ्रमले के गर्छ? गुण र दोष खोज्छ, कर्म अकर्म र विकर्म खोज्छ। यसले चाहिँ छनौटमा जान्छ। छनौटले कहिले पनि मान्छेलाई एउटा निश्चित ठाउँमा पुर्याउँदैन। छनौट होइन, यहाँ त जिज्ञासा चाहिन्छ। जिज्ञासामा एक परख लाग्नु नै हाम्रो लागि ज्ञान ग्रहण गर्ने माध्यम हुन्छ। त्यसैले तिमी आफ्नो इन्द्रियहरूलाई समन गर, बसमा राख, जहाँ चाहिन्छ त्यहाँ मात्र पुर्याउने। सबै वृत्ति, दिमागले जे काम गर्न भन्छ त्यसलाई रोक, आफ्नो लगाम लगाऊ। यी सारा संसार जो देखिएका छन्, ती मेरो शरीरभित्रै छ र जो मेरा शरीरभित्र छन् तिनै बाहिर ब्रह्माण्ड छ। त्यसकारणले यो एक आपसमा अभिन्न हो भन्ने कुराले तिमी सचेत भएर यसलाई मनन गर। त्यसपछि तिमी मेरा चरणमा आउँछौ। त्यो भनेको जन्म मृत्युको चक्रबाट तिमीले पार पाउने छौ भनेर भन्नुहुन्छ। त्यसपछि भगवानले यही क्रममा
उद्धवजीले सोध्नुहुन्छ, म लगायत मानव साह्रै चञ्चल हृदयका हुन्छन्। यी जति भने पनि यो मूढ हुने भएकोले त्यो मूढत्व नाश गर्न कसरी सक्छु त भनेर सोध्नुहुन्छ। उद्धवलाई भनेको म र मेरो यो मूढ गति चाहिँ किन यो शरीर, स्त्री, पुत्र आदिसँग रहेको हुन्छ, यसबाट कसरी अगाडि बढ्न सकिन्छ, मलाई यस्तो ज्ञान दिनुहोस्, सन्यास ज्ञान दिनुहोस् जसले चाहिँ साह्रै सुगमताले म यो साधन संयम गरेर यसमा अगाडि बढ्न सकौँ। अब यसमा भन्न खोजिएको कुरा के हो भनेको, हामीले मम र नममको फरक छुट्याउन जानेनौँ। हामीले भागवतलाई हेर्दै जाँदा जब गजेन्द्र मोक्षको पाठमा आइपुग्छौँ, त्यो अवस्था यहाँ उद्धवजीले वर्णन गर्नुभएको अवस्था एउटै हो। म बलियो छु, म जे पनि गर्न सक्छु, मलाई कसैको डर छैन। मेरा घरमा मेरा स्त्री पुत्र छन्, तिनीहरूले मलाई जोगाउँछन्। मैले घर बनाएको छु, यसले मलाई सुरक्षित राख्छ। मैले सम्बन्धहरू गाँसेको छु जसले मलाई सहयोग गर्छन्। इत्यादि कुराले सबैलाई एक आपसमा जगडिएको हुन्छ। भागवतले ममबाट नमममा लैजाने मात्रै हो, गर्ने आफैले हो, अरू केही उपाय छैन। त्यसका लागि सजिलो तरिकाले बताउनुहोस्। कहिलेकाहीँ हामी पढ्दै गर्दा केही कुरा नबुझ्दा नयाँ एकजना शिक्षक अथवा अरू केही व्यक्तिले सजिलो उदाहरण दिएर बुझाउनु भयो भने हामीलाई छर्लङ्गै हुन्छ। त्यसै गरी उद्धवजीले भन्दै हुन्छ कृष्ण भगवानलाई, मलाई पनि त्यस्तो उदाहरण सहित बनाइदिनुहोस् जसले सुगमताले नै त्यो कुरा मैले बुझौँ र त्यो चाहिँ साधन गर्न सकौँ, त्यसमा लाग्न सकौँ। भनेपछि उहाँले यस परिस्थितिमा उहाँले एउटा पुरानो प्रसङ्ग उक्काउनुहुन्छ। यस विषयमा हेर, जुन ब्रह्म जिज्ञासाको बारेमा तिमीले कुरा गर्दैछौ, अथातो ब्रह्म जिज्ञासा, हामीलाई पूर्वीय चिन्तनले जिज्ञासा प्रश्न सोध्न सिकाउँछ। जिज्ञासा भनेको ज्ञानको खोजी हो, जथाभावी प्रश्न होइन। यसले ज्ञानको खोजी बुझाउँछ, हो ब्रह्म ज्ञानको खोजी गर्न सिकाउँछ। त्यस विषयमा पूर्वकालमा राजा यदु र दत्तात्रेय भगवानको बीचमा प्रसङ्गलाई तिमीलाई सुनाउँछु भन्नुहुन्छ। यसमा यदु महाराज दत्तात्रेयलाई भेट्नु भएपछि उहाँलाई एउटा शङ्का उत्पन्न हुन्छ र उहाँले सोध्नुहुन्छ, कुतो बुद्धिरियं ब्रह्मन् न कर्तु सुविशारदा यमासाद्य भवान् लोकां विद्वा चरति बालवत्। प्रभु ब्राह्मण देवता, तपाईं कुनै पनि कर्म गर्नुहुन्न, तर तपाईं अत्यन्तै सबै कर्ममा निपुण हुनुहुन्छ, बुद्धिवान हुनुहुन्छ। यो बुद्धि तपाईलाई कहाँबाट प्राप्त भयो भन्नुहोस्। कर्म गर्नुहुन्न भनेको चाहिँ देखिने यी हाम्रा प्रपञ्च रूपमा रहेका कर्म चाहिँ गर्नुहुन्न। तै पनि केही पनि नगर्दा कसरी ज्ञान तपाईलाई आयो भन्नुभएपछि उत्तरमा दत्तात्रेय भगवानले भन्नुहुन्छ, साह्रै
उत्कृष्ट प्रसङ्ग छ। हामी पूर्वीय चिन्तनका मान्छे प्रकृति पूजक हुन्छौँ। प्रकृति भन्नासाथ हामीले यो ब्रह्म पूजक मान्नुपर्छ। किन सृष्टि सबै ब्रह्ममय छ, हामी ब्रह्ममय छौँ। त्यस कारणले प्रकृति पूजा गर्नु भनेकै ब्रह्मलाई चिन्तन गर्न खोज्नु हो र त्यसका सापेक्ष कुरा खोज्नु हो। दत्तात्रेयले एउटा भन्नुभएको यहाँ श्लोक आउँछ, सन्ति मे गुरुवो राजन् बहवो बुद्धयोपाश्रिता यतो बुद्धिमुपादाय मुक्तो टाहिटामियताश्रयम्। अब तपाईले भनेको कुरा पक्कै हो। यदु महाराजलाई उत्तर दिँदै हुनुहुन्छ, म यी भौतिकवादी चिन्तनमा छैन, म शारीरिक प्रपञ्चमा छैन, तर म निकै गुरुहरूको आश्रयमा गएको छु, त्यहाँबाट ज्ञान ग्रहण गरेको छु र त्यसलाई आफ्नो जीवनमा अँगालेको छु। म बुद्धिलाई चनाखो र सचेत राख्छु र मैले धेरै गुरुहरूबाट पाएको ज्ञानलाई सँगालेको छु। ती गुरुहरूले मलाई अनगिन्ती ज्ञान दिनुभएको छ, बुद्धि प्रदान गर्नुभएको छ। म ती अति उत्तम गुरुहरूको चेला शिष्य हुन पाएकोले म यसरी म सबै कर्ममा निपुण भएको हुँ भन्नुहुन्छ। अब उहाँले चाहिँ आफूले मान्नुभएको गुरुहरूको बारेमा पनि बताउनुहुन्छ। उहाँले आफ्ना गुरुको बारेमा बताउँदै जानुहुन्छ। यसमा उहाँको पहिलो उहाँले भन्नुभएको पृथ्वीलाई आफ्नो गुरु भन्नुहुन्छ। पृथ्वी किन गुरु त? उहाँले कारण पनि दिनुहुन्छ। पृथ्वीबाट मैले सिकेको कुरा भनेको धैर्य र सहनशीलता। अब यहाँ हामीलाई बुझ्नुपर्ने कुरा के छ भनेको, पृथ्वीमा हामी जतिसुकै उफ्रियौँ, कुदौँ, खनौँ, चोट लगाऊँ, केही रोपौँ, पृथ्वी माताले एक शब्द पनि केही त्यसमा अवरोध पनि गर्नुहुन्न र अवरोध जनाउनु पनि हुन्न। उहाँको यो अत्यन्त सहनशीलताको चरम बिन्दु देखिन्छ। धैर्य पनि त्यतिकै गर्नुहुन्छ। मान्छेले खन्छन्, बीज रोप्छन्, आकाशबाट पानी पर्छ, त्यही जमिन फाटिएर अन्न आउँछ, औषधि आउँछ। त्यसलाई पनि आफूलाई नचाहिए पनि प्रशस्त रूपमा उहाँले त्यसलाई समय सापेक्ष दिनुहुन्छ। त्यसकारणले पृथ्वी मेरो गुरु हुनुहुन्छ। उहाँबाट मैले सहनशीलता चाहिँ र धैर्य सिकेको छु। यो साँच्चै हामीलाई ज्ञानेन्द्रिय र कर्मेन्द्रियको जुन विषय भोगमा छ, त्यहाँ हामीलाई धेरै समस्या आइरहन्छ, गरिरहन्छ। काम, पानी, यावत, स्त्री, नारी, पुरुष, सम्पत्ति, यी सबै हाम्रा लागि बाटो छेक्ने अवयव हुन्। तिनीहरूले हामीलाई दुःख दिन्छन्, अत्यन्तै कष्ट दिन सक्छन्। त्यसबाट म पर रहन सकेँ भने म सहनशीलता र धैर्यको बाँध बाँध्न सक्छु, जसले मलाई प्रभुमा पुर्याउन सक्छ। त्यसकारणले पृथ्वी मेरो गुरु हुनुहुन्छ। उहाँबाट मैले यो अति उत्तम ज्ञान लिएको छु। त्यसकारणले म अरूभन्दा फरक छु र बुद्धिमा निपुण छु भन्नुहुन्छ। त्यस्तै दोस्रो गुरु वायुलाई भन्नुभएको छ। हावा, वायु निष्काम भावले सेवा गर्ने तत्त्व चाहिँ मैले सिकेको छु यहाँबाट। हामीले श्वास फेर्दै गर्दा वायुले कहिल्यै केही पनि मागेन, यसको
सट्टामा। सट्टा भर्ना केही पनि छैन। फूल फल्छ, फूल फुलेको ठाउँमा बास्ना आउँछ, बास्ना बिना कुनै आशा एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिन्छ। हावा ग्रहण गर्दै गर्दा कसैलाई छेकथुन गर्दैन। प्राणी मात्र होइन, बिरुवा, लता इत्यादि सबैलाई समान रूपमा सेवा गर्छ। त्यसकारणले यो सेवा भाव, निष्काम सेवा भाव मैले वायुबाट सिकेको छु। तेस्रो गुरु उहाँले आकाशलाई मान्नु भएको छ। यो चाहिँ अनन्त र निर्लिप्त भावको ज्ञान उहाँले दिनुभएको अनन्त छ। हामी काठमाडौँबाट बसेर हेर्दा पनि आकाश देखेकै छौँ, पोखरामा जाँदा पनि त्यही देख्छौँ। हामी भारत जाउँ, बङ्गलादेश जाउँ, अमेरिका जाउँ, आकाश उस्तै उत्रै सधैँ रहिरहन्छ। यो अनन्त छ, सिद्धिँदैन। त्यसकारणले यो अनन्तताको हामीलाई ज्ञान दिने चाहिँ आकाशले छ। मसँग पनि वा मानव जमातसँग त्यो अनन्त ज्ञान भण्डारभित्र छ। किन अनन्त प्रभुभित्र हुनुहुन्छ यो जान्नुपर्छ भन्ने कुरा सिकाउँछ भने निर्लिप्तता। आकाशमा सूर्य लाग्दै गर्दा बादल आएर छेक्छ कहिलेकाहीँ। त्यो बादलले आकाशलाई कुनै पनि कुरामा विकृत बनाउन सक्दैन। सूर्यले विकृत बनाउन सक्दैन। हामी कालो बादल देख्छौँ, अलि पछाडि सेतो बादल देख्छौँ, अरू केही कुरा देख्छौँ त्यहाँ। तर ती सबै कुरा के हुन्छ, एकछिनपछि सफा भएर जान्छ। त्यसले कुनै पनि दाग आकाशमा लगाउन सक्दैन। त्यसकारणले आकाश निर्लिप्त भाव हुन्छ। अब यसलाई हामीले बुझ्नुपर्ने कुरामा चाहिँ हामी भित्र जो परमात्मा स्वरूप हुनुहुन्छ, जीवात्मा र परमात्माको बीचमा जे जतिले छेकेको छ त्यो प्रभु हाम्रो अनन्त हुनुहुन्छ। हामीलाई त्यो आकाश जस्तै कुनै विकृतहरू आइपुग्छन्, तर त्यो परमात्मा कुनैमा यी हाम्रा पञ्च इन्द्रिय, पञ्च ज्ञानेन्द्रिय, मन बुद्धिमा कहीँ पनि यसले विकार ल्याउन सक्दैन। त्यसकारणले हामी भित्र रहेको परमात्मा निर्लिप्तता भागमा, निर्लिप्त कसैमा पनि विकृत नआउने गरी बस्नु भएको छ। कहीँ त्यसबाट अलिकति दाग पनि लागेको छैन, लाग्दैन भन्ने कुरा मैले बुझेको छु भन्ने कुराले गर्नुहुन्छ। त्यसपछि चौथो जलमा छ। मेरा चौथा गुरु जल हो भन्नुहुन्छ। जलबाट शुद्धता र मैले नम्रता सिकेको छु। शुद्ध हामीलाई शास्त्रले नै भनेको छ, आगो र पानीले सबै कुरा शुद्ध बनाउँछ। यी कुनै कुराले पनि आगो र जललाई अपवित्र अशुद्ध बनाउन सक्दैन। यी शुद्ध बनाउनका लागि नै यी जन्मेका चिज हुन्। त्यसकारणले जलले शुद्धता बुझाउँछ, शीतलता बुझाउँछ र नम्रता, यो नम्र भाव हुन्छ भन्ने बुझाउँछ भन्ने यहाँ उहाँले ज्ञान प्राप्त गर्नुभएको कुरा बताउनु भएको छ। आजलाई हामी जलमै टुङ्ग्याउने हामीले विचार गरेका छौँ। आगामी उहाँले 24 गुरुहरू भन्नुभएको छ। अरू गुरुको बारेमा हामी विस्तार छलफल गर्दै जान्छौँ र यसमा विषय बहुत नै गहिरो छ। त्यसकारणले यो जहिले पनि बुझ्नुपर्ने एउटा कुरा कस्तो छ भनेको, हामी श्रवणमा ध्यान दिने होइन, श्रवणको अर्थ के हुन्छ हामीले श्रवणको अर्थमा जानुपर्छ। श्रवण भनेको पठन, श्रवण, पठन, मनन, चिन्तन र कीर्तन, यी सबैको समष्टिगत रूपमा भनेको श्रवण हो। सुन्नुलाई मात्र श्रवण भनिँदैन। त्यसकारणले
ज्ञानलाई श्रवणको चरणमा पुर्याएर हामी मोक्ष हुन सक्छौँ। श्रवण भनेको कोहीबाट भनिन्छ श्रवण गरौँ, त्यसलाई आफूले पठन पाठ गरौँ, त्यसपछि साँच्चै के हो त अथातो ब्रह्म जिज्ञासा भने जस्तै त्यसमा खोजौँ, मनन गरौँ, चिन्तन गरौँ, त्यसपछि हामीले बल्ल जे कुरा बुझ्छौँ त्यसलाई कीर्तनको रूपमा गरौँ, कीर्तन गान गरौँ भन्दै आजलाई टुङ्ग्याउन चाहन्छु। ओम शान्ति शान्ति शान्ति।